साक्षात परब्रह्म परमात्मा भगवान श्री कृष्ण को प्रत्यक्ष वाङ्मय प्रतिमूर्ति स्वरूप श्रीमद् भागवत महापुराण को चरणमा कोटि कोटि प्रणाम गर्दै यो श्रीमद् भागवत महापुराण भनेको के हो त भन्दा भगवता प्रोक्तम इदम भागवतम, भगवानको मुखबाट निस्किएको पहिलो नम्बरमा। दोस्रो नम्बरमा यो श्रीमद् भागवतको प्रत्येक अक्षर भगवानकै स्वरूप हो, किनभने भगवान स्वधाम जानुभन्दा पूर्व भगवानको शरीरबाट दिव्य तेज निस्केर यही श्रीमद् भागवत महापुराणमा समाहित भएको थियो। अथवा हामी यसरी बुझ्न सकिन्छ, भागवतमा 4 वटा अक्षर रहेको छ। भ भनेको भक्ति। के त भक्ति हुँदै नभइकन हामीले कथा सुन्यौं त भन्दा होइन, जसको भक्ति छ त्यसको भक्ति अझै दृढ भक्ति हुन्छ, भक्तिको अझै वृद्धि हुन्छ र भक्ति नहुनेलाई पनि कथा सुनेपछि भक्त बन्छ र भगवानको भक्तिमा मन लाग्छ। गबाट ज्ञान, ग र यको संयोगबाट ज्ञ बन्छ। गबाट ज्ञान प्राप्ति हुन्छ भागवत सुनेपछि। मैले हिजो पूर्वको कथामा पनि भने, मन कहाँ लगाउने, बुद्धि कहाँ लगाउने, हामीले यदि कुरा यति जान्यौं भने हामीले कहिले पनि दुःख पाउनु पर्दैन। मन र बुद्धि कहाँ लगाउने, मैले विगत दिवसको कथामा पनि भनिसकेको छु। मन र बुद्धि लगाउन जानिसकेपछि ज्ञान स्वतः हुन्छ र ज्ञान भइसकेपछि वबाट वैराग्य स्वतः हुन्छ। वैराग्य भइसकेपछि भक्ति, ज्ञान र वैराग्य तीनैवटाको संयोग भइसकेपछि तबाट तरन्ती भवसागर, हामी यो भवसागरबाट पार तरेर भगवानको उन वैकुण्ठ धाममा जान्छौँ। हामीले त्यो वैकुण्ठमा जानको लागि के तयारी गरेका छौँ त? हामी 1-2 दिनको कहीँ कार्यक्रममा जानु पर्यो भने कति दिनदेखि तयारी गरेर बस्छौँ। 5-7 दिनको भ्रमणमा जानु पर्यो भने 1 हप्ता पहिलादेखि तयारी गर्छौँ। तर हामीलाई त कहाँ जानु छ भने यो भवसागर पार गरेर जानु छ, वैकुण्ठ धाम जानु छ, भगवानको धाम जानु छ र हामीले त्यसको लागि के तयारी गरेका छौँ त? विचार गर्ने कुरा हो सज्जन। हामी आमाको गर्भमा हुन्छौँ। आमाको गर्भमा हुँदा अत्यन्त कष्ट हुन्छ त्यो गर्भवती शिशुलाई। उसले आर्त भावले पुकार गर्छ, प्रार्थना गर्छ कि परमात्मा मलाई यो नरकबाट निकाल्नुहोस्, मलाई अत्यन्त पीडा भइरहेको छ, कष्ट भइरहेको छ, विभिन्न प्रकारका किराहरूले टोक्छन्। आर्त भाव भएर भगवानलाई पुकार गर्छ, प्रभु म आमाको गर्भबाट बाहिर निस्केपछि त केवल हजुरको भजन गर्छु, भजन बाहेक केही गर्दिन भनेर भगवानलाई हात जोडेर प्रार्थना गर्छ। भगवानले त्यो शिशुको प्रार्थना सुनेर 9 महिनापछि 10 महिनापछि त्यो बालकलाई यो धरतीमा जन्म दिनुहुन्छ। बालकको जन्म भइसकेपछि सबैभन्दा पहिला क्वाहम गरेर रुन थाल्छ। त्यो क्वाहम भनेको के हो भन्दा म को हुँ भन्छ। एकछिन अगाडि उसलाई सबै ब्रह्म ज्ञान थियो। आमाको गर्भमा हुँदा उसले आफ्नो 100औं जन्म पूर्वको पनि ज्ञान राखेको थियो। उसलाई सबै कुरा थाहा थियो। तर यो संसारमा जन्मने बित्तिकै यो सांसारिक मायाले तुरुन्तै त्यो बालकलाई लपेटमा लिन्छ र त्यो बालक रुन थाल्छ, क्वाहम म को हुँ भन्छ। आमा बाबाले भन्नुहुन्छ, बाबु तिमी मेरो छोरा हौ, तिमी मेरो छोरी हौ। यसरी बिस्तारै बिस्तारै त्यो बालक अब आमा बुबालाई चिन्न थाल्छ, गर्भमा भगवानलाई गरेको स्तुति भुल्दै जान्छ। बिस्तारै बालक ठुलो हुँदै गयो, 5 वर्षको भयो, 6 वर्षको भयो, खेलकुदमै आफ्नो जीवनलाई व्यतीत गर्यो, भगवानलाई गरेको स्तुति बिर्सँदै गयो। अब बिस्तारै अझै वृद्धि हुँदै जाने क्रममा स्कुल जान लाग्यो, पढ्न जान लाग्यो। पढ्न जाँदा आफ्नो वजनभन्दा धेरै ठुलो किताब बोकेर झोला बोकेर पढ्न जानुपर्छ। यसरी आफ्नो पढाइलाई सकिसकेपछि जागिर खाने हो कि विदेश जाने हो कि त्यही कुराले सताउँछ, तर भगवानलाई स्मरण गर्दैन। अब धन सम्पत्ति पनि पर्याप्त कमाउँछ, विवाह पनि गर्छ, उसका पनि सन्तान हुन्छन्, तर पनि उसले भगवानलाई स्मरण गर्दैन। भगवानले बेला बेलामा दुःख कष्ट दिइरहनुहुन्छ। त्यो दुःख कष्ट पाएको हामीले यो बुझ्नुपर्छ कि भगवानले हामीलाई सम्झाउँदै हुनुहुन्छ, बुझाउँदै हुनुहुन्छ, संसारमा किन गएको थिइस्,
मेरो प्रार्थना गर्छु भनेको थियो 84 लाख योनिबाट बल्ल बल्ल पाएको यो मानव जुनी त्यो पनि तैँले बेकारमा गुमाउने भइस् भनेर भगवानले बेला बेलामा कष्ट दुःख दिनुहुन्छ। तर हामी त्यो कष्ट दुःखलाई के गर्छौँ भन्दा पूजा लगाउँछौँ, पाठ लगाउँछौँ, भगवानको मन्दिरमा जान्छौँ, लौ न प्रभु यो कष्टबाट छुटकारा मिलोस् भनेर प्रार्थना गर्छौँ। तर किन दिएको कष्ट त्यो कुरा बुझ्दैनौँ। अब छोराछोरीहरू पनि ठुला भए, वृद्ध अवस्थाको प्राप्त हुने बेला भयो। अब कानमाथिको कपाल सेतो हुन लाग्यो, दारी फुल्न लाग्यो, सेतो सेतो यसो ऐना हेरेको, ओहो अब त बुढो भएछु कि जस्तो लाग्यो उसलाई। होइन, बुढो भएर के भयो त, अहिले त कलर हाल्न मिल्छ, कालो बनाइहाल्छ। सेतो देख्न सक्दैन, कालो बनाउँछ, बुढो हुन चाहँदैन कोही पनि। भगवानले अब त सम्झी भनेर कपाल फुलाइदिएको, तर पनि उसले भगवानलाई सम्झेन। अब बिस्तारै आँखा कमजोर हुँदै गयो। भगवानले भन्नुभयो अब त भजन गर, अब त भगवानको दर्शन गर, अब त तीर्थयाटन गर भनेर भन्दा आँखा कमजोर भएर के भयो त, चस्मा लगाउँछु भनेर चस्मा लगायो, तर भगवानको भजन गरेन। अझै वृद्ध हुँदै गयो, कान पनि बिस्तारै सुन्नलाई छोड्न थाल्यो। कान सुन्न छोडे पनि के भयो त, मिसिन छ नि भनेर मिसिन लगाएर कान सुन्न लाग्यो, तर पनि भगवानको भजन गरेन। अब दुईवटा गोडाले हिँड्न पनि कठिन हुन लाग्यो, अब त लट्ठीको सहारा चाहिने भयो। अब त भजन गर भनेर भगवानले सम्झाउँदा अब पनि गर्दैन। त्यो हिँड्न नसके लट्ठीको सहारा लिन्छ, तर भजन गर्दैन। अब दाँत फुक्लियो, अब खान पनि सक्दैन, अब त खान सक्दैनस्, भजन त गर, अब त भजन गर्ने बेला भयो भनेर भन्दा के भयो त, नक्कली दाँत आउँछ भनेर आजभोलि त नक्कली दाँत लगाउँछ, तर भगवानको भजन गर्दैन। यस्तो गर्दा गर्दै वृद्ध अवस्थाको प्राप्त हुन्छ। अन्तिम समय आउँछ, जीवनमा कहिले पनि पुण्य गरेको छैन, भगवानको स्तुति गर्भमा गरेको उसलाई अन्तिम क्षणमा यमराजका दूतहरू आइसकेपछि बल्ल उसलाई याद आउँछ, ओहो मैले त भगवानको स्तुति गरेको थिएँ गर्भमा। हे प्रभु परमात्मा, म हजुरको स्तुति गर्छु, प्रार्थना गर्छु, हजुरकै भक्ति गर्छु, कथा सुन्छु, सत्सङ्गमा जान्छु भनेर प्रार्थना गरेको याद आउँछ। तर अन्तिम समय कसको के लाग्छ र यमराजका दूतहरूले यमपासमा बाँधेर लिएर जान्छन्। संसार हेर्ने आँखालाई छेक्यो जालैले, जान्न भन्दा पनि लान्छ कालैले। अब कालले लगिसकेपछि पुण्य गरेको छैन, के हुन्छ त भन्दा पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम। फेरि जन्मन्छ, फेरि मर्छ, 84 लाख योनिमा भट्किन्छ। कहिले बाँदर, कहिले भालु, कहिले कुकुर, कहिले गधा, कहिले घोडा बन्छ। विभिन्न प्रकारका कीट पतङ्ग आदि बनेर उसले 84 लाख योनि पार गर्छ। अनि बल्ल 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 फेरि मनुष्य योनि प्राप्त हुन्छ। अब यो मनुष्य योनि प्राप्त हुँदाखेरि पनि यदि हामीले त्यो परमात्मालाई सम्झेनौँ, आफूले आफूलाई चिनेनौँ, हामी यो संसारमा किन आएको हो त्यो उद्देश्यलाई जानेनौँ भने के हुन्छ त भन्दा फेरि यही 84 लाख योनिमा भट्किनुपर्छ। त्यसै कारणले सज्जनवृन्द, हामीले जति समय सकिन्छ, मैले अस्तिको प्रसङ्गमा पनि भने, भगवानको नाम दिनमा एकपटक त उच्चारण गर्न सकिन्छ। कसरी भन्दा फोन गर्दाखेरि हेलोको सट्टामा भगवानको नाम उच्चारण गऱ्यौँ भने बोल्नेवालाको पनि सुन्नेवालाको पनि कल्याण हुन्छ भनेर हजुरहरूलाई मैले कथा प्रसङ्ग सुनाएको थिएँ। हो त्यसै गरी हामी पनि यो संसारमा किन आएको हो, हाम्रो उद्देश्य के हो, हामी जाने कहाँ हो, आज के गर्दैछौँ, यस समयलाई चिनेनौँ भनेदेखि पछुताउनुपर्छ। भोलि पछुताएर केही फाइदा छैन, फेरि 84 लाख योनिमा भट्किनुपर्छ। त्यसै कारणले सज्जन, हामी जानुभन्दा पूर्व गर्नुपर्ने तयारी गर्नुपर्दछ। एकजना महात्मा हुनुहुँदो रहेछ, केही कुराको लोभ लालच मोह केही छैन, तपस्या गरेर बस्नु हुने रहेछ। महात्मा जहाँ तपस्या गर्नुहुन्थ्यो त्यो नजिकै एउटा राज्य रहेछ। त्यो राज्यको नियम कस्तो रहेछ भने 5 वर्षसम्म त्यो राज्यमा एउटालाई राजा बनाउने, 5 वर्ष सकिएपछि त्यो राजपाट छोडेर एउटा नदी रहेछ, नदी पारी ठुलो जङ्गल रहेछ घनघोर, त्यसमा विभिन्न प्रकारका जङ्गली जनावरहरू बस्ने रहेछन्। 5 वर्षको राज्य सकिएपछि त्यो राज्यलाई छोडेर राजालाई त्यो जङ्गलमा पठाइँदो रहेछ र त्यहाँ हिंसक जनावरले त्यो राजालाई खाएर राजाको मृत्यु हुने रहेछ।
त्यसै कारणले त्यो ठाउँमा राजा बन्न पनि चाहँदैनथे कोही पनि। किनभने 5 वर्ष त राजा, त्यसपछि त बच्छ नि बाजा, के गर्नु, पारी जानुपर्छ, मृत्यु हुन्छ, घनघोर जङ्गल छ। अनि कस्तो चलन रहेछ त्यहाँ भने एउटा हात्तीलाई माला दिने, त्यो हात्तीले जसलाई माला लगाइदियो त्यही त्यो देशको त्यो ठाउँको राजा बन्ने। यस्तो चलन भएपछि हात्तीले माला लगाइसकेपछि नाइ भन्न पनि नपाउने, 5 वर्ष राज्य गर्नुपर्ने, त्यसपछि जङ्गलमा जानुपर्ने। अब त्यो हात्ती घुम्दै घुम्दै भ्रमण गर्दै गर्दै जुन महात्माजी तपस्या गरेर बस्नु भएको थियो त्यो महात्माजी भएको ठाउँमा गएर महात्माजीलाई माला लगाइदिएछ हात्तीले। महात्माजीलाई माला लगाइदियो। अब महात्माजीलाई कुनै पीर छैन, कुनै चिन्ता छैन, कुनै शोक सन्ताप छैन, किनभने साधु सन्तलाई मृत्युको पनि भय हुँदैन, जन्मको प्रसन्न पनि हुँदैन, कुनै प्रकारले दुखी हुँदैनन् महात्माहरू। महात्मालाई सबै नियम सुनाइयो, 5 वर्षसम्म हजुर राज्य गर्ने, राजा बन्ने, त्यसपछि हजुरलाई यो नदी पारीको जङ्गलमा पठाइन्छ भनेर सम्पूर्ण सम्झाए सबै त्यहाँका सेनाहरूले। महात्माजीले नाइ भन्नु भएन, मान्नुभयो, राज्य सिंहासनमा बस्नुभयो, अभिषेक भयो। अब राजा भएपछि त सेनाहरूले राजाले भनेको कुरा सबै मान्ने भए। अब सबैभन्दा पहिला राज्य सिंहासनमा बसिसकेपछि महात्माजीले के भन्नुभएछ भने यो नदी पारीको जुन जङ्गल छ यो सबै जङ्गललाई चाहिँ काटेर त्यहाँ ठुला ठुला बिल्डिङहरू, रोडहरू बनाइदिनु भनेर आदेश दिनुभएछ। अब राजाको आदेश सेनाहरूले त मान्नै पर्यो। अब त्यो नदी पारीको जङ्गल सबै सेनाहरूले सखा पारेछन्, त्यहाँ डढेलो लगाएछन्, आगो लगाएछन्, त्यसपछि त्यहाँका जीवजन्तुहरू पनि मरे। त्यहाँ सुन्दर सुन्दर बिल्डिङहरू, भवनहरू बनाएछन्, सुन्दर रोड बनाएछन्। अब 5 वर्षको कार्यकाल जबसम्म थियो त्यो 5 वर्षमा त त्यो नदी पारीको जङ्गल पुरै यताको राज्यभन्दा उताको राज्य राम्रो भएछ, उताको त्यस्तो ठुलो सहर बनेछ। अब 5 वर्ष सकियो, राजाले भन्नुभएछ सेनाहरूलाई, महात्माले भन्नुभएछ अब जाउँ त म पारी भनेर भन्दा अब हजुर पारी गए पनि त्यही हो, वारी गए पनि यहीँ बसे पनि त्यही हो, जहाँ जाँदा पनि हुन्छ भनेर सेनाहरूले भनेछन्। भन्नुको तात्पर्य हामी पनि यो भवसागर तरेर पारी जानु छ, त्यो पारीको लागि हामीले तयारी के गरेका छौँ त? साधु सन्त महात्माले त तयारी गर्नुभयो पारी जानको लागि, तर हामीले यो भवसागर रूपी ठुलो यो समुद्र पार गरेर जानु छ, भगवानको धाम वैकुण्ठ जानु छ। त्यसको लागि हामीले के तयारी गर्यौँ, आफूले सोचौँ, विचारौँ, चिन्तन गरौँ। अन्तिम समयमा म वृद्ध भएपछि, बुढो भएपछि भजन गर्छु भनेर कहिले पनि हुँदैन। उमेर छँदै गर्नुपर्छ भजन, किनभने अन्तिम श्वास कहिले हुन्छ कसैलाई पनि थाहा छैन। परीक्षितजीले 7 दिनमा मर्ने व्यक्तिहरूले के गर्नुपर्छ मुक्तिको लागि भनेर सुखदेवजीलाई सोद्धाखेरि सुखदेवजीले भन्नुभएको थियो जन्म लाभ पर पुंसाम अन्ते नारायण स्मृति। जन्मनुको सार नै त्यही हो, अन्तिम समयमा भगवानको नाम उच्चारण होस्। अब त्यो अन्तिम समयमा नाम उच्चारण हुनको लागि के म अन्तिममा लिन्छु भनेर आउँछ त? कदापि पनि आउँदैन। हामीले जीवनभरि के कर्म गरेका छौँ, के काम गरेका छौँ, अन्तिममा आउने भनेको त्यही स्मरण हो। हेर्नुहोस्, कतिपय व्यक्तिहरूले जीवनभरि कहिल्यै माछा मासु नखाएको व्यक्ति अन्तिम समयमा श्वास जाने बेलामा के खानुहुन्छ भनेर सोद्धाखेरि मासु खान्छु भनेर भन्नुहुन्छ र अधोगतिमा पुग्नको लागि। हेर्नुहोस्, जीवनमा हामीले कहिले नखाएको चिज पनि मनमा खान मन लाग्छ भने अन्तिम समयमा सजिलो छैन। अन्तिम समय साह्रै कठिन छ। हामीले अन्तिम समयमा भगवानको नाम लिउँला भनेर कदापि पनि हुनेवाला छैन। हेर्नुहोस्, हजुर एउटा फोटो खिच्न जानुहुन्छ भने त्यो 1 सेकेन्डमा खिचिने फोटोको लागि हजुर 1 घन्टा 2 घन्टा पहिलादेखि श्रृङ्गार गरेर राम्रो बनेर चिटिक्क परेर जानुहुन्छ। किन? फोटो राम्रो आउँछ भनेर। त्यो फोटो खिच्नको लागि कति बेर लाग्छ? जम्मा 1 सेकेन्ड। तर त्यसको लागि तयारी हामीले कति गर्यौँ? 2 घन्टा हो। हामी यो भवसागर 84 लाख योनिबाट पार तरेर जानको लागि हामीले के तयारी गर्यौँ, के गर्दैछौँ? आफूले आफूलाई चिनौँ, हामी किन यो संसारमा आएका हौँ। श्रीमद् भागवत महापुराणले यो सबै शिक्षा हामीलाई प्रदान गरेको छ। हामी यो संसारमा किन आएका हौँ भने
मुक्ति पद प्राप्त गर्नको लागि, भगवानको पद प्राप्त गर्नको लागि, यो जन्म मरणको बन्धनबाट छुटकारा प्राप्त गर्नको लागि यो संसारमा आएका हौँ र त्यो सरल उपाय श्रीमद् भागवत महापुराणले बताएको छ। भक्तवत्सल भगवानको